यतिबेला दिपेन्द्र सिंह ऐरीले फेरि अर्को रेकर्ड आफ्नो नाममा थपेका छन्। दिपेन्द्र सिंह ऐरीले यतिबेला रेकर्ड बनाइरहेका छन्। चाहे त्यो फास्टेस्ट हाफ सेन्चुरी होस् मंगोलिया विरुद्ध, यसैगरी कतार विरुद्ध 6 छक्का होस्, यसैगरी उनी यतिबेला टप 1 को रेसमा पनि रहेका छन् T20I तर्फ। जुन आईसीसी अलराउन्डर र्याङ्किङमा त्यो लेभलमा नेपालबाट पुग्न सक्ने सम्भावित खेलाडी उनी नै हुन सक्छन्। र अहिलेसम्मको कुरा गर्दा T20I तर्फ नेपालका लागि दोस्रो स्थान अलराउन्डर र्याङ्किङमा पुग्नु नै यो इतिहास रचेका छन् दिपेन्द्र सिंह ऐरी। र अर्को रेकर्ड उनले हालै बनाएका छन्। रेकर्ड 66 इनिङसम्म आउट नहुने खेलाडी, डकआउट नहुने खेलाडी उनी बनेका छन्। जिरोमा आउट नहुने खेलाडी बनेका छन्। यत्रो लामो समयसम्म शून्यमा आउट नहुने खेलाडी उनी बनेका छन् र 66 इनिङ खेलेका छन्। यहाँ धेरैले भन्ने गर्छन् मंगोलियासँग खेलेर, कतारसँग खेलेर 6 बलमा 6 छक्का हानेर, फास्टेस्ट हाफ सेन्चुरी हानेर के गर्नु, अरूसँग प्रदर्शन गर्न सक्दैन हो। अरूसँग प्रदर्शन गर्न सक्नु नसक्नु त्यो बेग्लै कुरा हो, तर हानेको छ, रेकर्ड बनाएको छ। सबभन्दा ठुलो कुरो यही रहेको छ। आईसीसीले त्यसलाई मान्यता दिएको छ। यदि रेकर्ड नहुने हो भने आईसीसीबाट इन्टरनेसनल जुन T20I छ त्यसको मान्यतै पाउनु भएन। यदि मान्यता पाउँछ भने टिम जुनसुकै होस्, रेकर्ड भनेको रेकर्ड बुकमा लेखिन्छ, त्यो ठुलो कुरो हो। त्यो एचिभमेन्ट दिपेन्द्र सिंह ऐरीले पाएका छन्। उनको पर्फर्मेन्समा धेरै सुधार गर्नुपर्ने छ, त्यो अलग कुरा हो, तर रेकर्ड भनेको रेकर्ड हो। ओडिआई तर्फ उनीको प्रदर्शन त्यति खास छैन, तर T20I तर्फ भने उनले यस्ता रेकर्डहरू धेरै बनाएका छन्। इमेजिन गरौँ हामीले 66 इनिङसम्म आफ्नो क्यारियर अहिलेसम्म पनि दिपेन्द्र सिंह ऐरी T20I तर्फ शून्यमा आउट भएका छैनन्। 66 खेल खेल्दा पनि अहिलेसम्म जिरोमा आउट भएका छैनन्। यो आफ्नैमा एउटा इतिहास रहेको छ र रेकर्ड बनेको छ यो कुराले गर्दाखेरि। र यस्ता रेकर्डहरू यदि बन्छन् भने त्यो चाहे जुनसुकै टिमसँग खेलेको होस्, त्यो रेकर्ड बुकमा राखिन्छ र हामीले गुगलमा सर्च गर्दा पनि भेट्ने रेकर्ड हो। र यसलाई चाहिँ हामी नेपाली क्रिकेट फ्यानले गौरवको रूपमा लिनुपर्छ। र दिपेन्द्र सिंह ऐरीले फेरि पनि आफ्नो नाममा अर्को रेकर्ड राखेका छन्। लङ्गेस्ट इनिङ 66 इनिङसम्म डक आउट नहुने खेलाडी उनी बनेका छन्। यो नेपाली क्रिकेट फ्यानको लागि पनि एकदमै खुसीको खबर रहेको छ, चाहे जुनसुकै टिमसँग होस्। अब हामी यही इनिङहरू, यस्तै खेलहरू दिपेन्द्र सिंह ऐरीबाट अबका दिनहरूमा पनि हेर्न चाहन्छौँ। त्यो T20I मा मात्र नभएर यस्ता रेकर्डहरू ओडिआई तर्फ पनि टुट्दै गरेको हामी हेर्न चाहन्छौँ। ओडिआई तर्फ दिपेन्द्र सिंह ऐरीको कुरा गर्ने भने उनको एभरेज पर्फर्मेन्स रहेको छ र उनी खास चलेको देखिँदैन। तर T20I मा जब उनी आउँछन् उनले रेकर्ड बनाउँदै गएका छन्। उनले फास्टेस्ट हाफ सेन्चुरीदेखि लिएर 6 बलमा 6 छक्का कतार विरुद्धदेखि लिएर यसै गरी नेपालबाट पहिलो ब्याट्सम्यान जो आईसीसी र्याङ्किङमा टप 2 सम्म पुगेको छ र अब टप 1 को रेसमा रहेको छ। 66 इनिङसम्म डकआउट नहुने खेलाडी उनी बनेका छन्। आफ्नो क्यारियरमा अहिलेसम्म डकआउट भएका छैनन् र यस्तै खालको रेकर्डहरू हामी दिपेन्द्र सिंह ऐरीबाट अब ओडिआई तर्फ पनि हेर्न चाहन्छौँ। उनी नेपालको रिडको हड्डी रहेका छन्। चाहे ब्याटिङ होस्, बलिङ होस्, फिल्डिङ होस्, अलराउन्ड पर्फर्मेन्स रहेको छ उनको। यही पर्फर्मेन्सले गर्दा उनलाई T20I विशेषतर्फ उनलाई विभिन्न फ्रेन्चाइजमा पनि। दिपेन्द्र सिंह ऐरीको T20I तर्फको ब्याटिङ तपाईँहरूलाई कस्तो लाग्छ? दिपेन्द्र सिंह ऐरीले के सुधार गर्नुपर्छ? र ओडिआई तर्फ पनि यस्ता रेकर्डहरू दिपेन्द्र सिंह ऐरीले बनाएको हामी हेर्न चाहन्छौँ। त्यसमा तपाईँहरू के भन्न चाहनुहुन्छ? आफ्नो कमेन्ट राख्नुहोला। र हर नेपाली क्रिकेट अपडेटको लागि हाम्रो च्यानल क्रिक नेपाललाई लाइक, सब्सक्राइब, फलो गरेर हामीसँग